मान्छेहरू जान्न पढाइलाई नबिगाएर पाठ्यामा फुर्सदमा आओ गर म साथ सपोर्ट गर्छु भनेर जिउ ज्ञान तन मन धन जे परे पनि दिन्छु तर यसको राम्रो भइरहेछ भ्युज गइरहेछ बढिरहेछ म गएदेखि यसलाई म भन्छु त खर्चले नआची केटा राम्रो गर राम्रो स्क्रिप्टले अहिलेको सन्देशमूलक लेख देशमा घटेका घटनाहरूको विषयमा भनिरहेको छु अहिले हामी त्यस्तै गरिरहेको छौँ जस्तो म चाहिँ सर के भन्न चाहन्छु भने है अब मेरो चाहिँ एउटा बच्चादेखि चाहिँ एउटा कलाकार बन्ने इच्छा थियो अब म चाहिँ आफ्नै देशमा बसेर होइन बरु जतिसुकै वर्ष लागोस् भोलिको दिनमा मैले अहिले यो मिडियामा बोलेछु नि भोलिको दिनमा म एउटा कलाकार भएर देखाउँछु सर मैले पनि मेरो गाउँठाउँमा होइन मेरो पनि गाउँमा बुढा भएको हजुरबा हजुरआमाहरू हुनुहुन्छ होइन मैले नि गरेर नाति एउटा कलाकार बन्छ भनेर देखाउने मेरो एउटा चाहना छ सपना पुरा गर्नु तम तयार म त सर म जे गर्न अमेरिका अस्ट्रेलिया सिङ्गापुर हङकङतिर बोलायो भने के गर्ने तपाईँ जस्तो म काम गर्नको लागि चाहिँ जाँदिनँ यसो घुम्नको लागि यसो अब अलिअलि खर्च भयो भने फिल्महरू सुट गर्न यताउति गर्ने चाहिँ अब पछि भयो भने चाहिँ मेरो एउटा जाने सोच छ यसो मलाई विदेशतिर जान चाहिँ अहिले काम गर्न अब त्यो बाहिर देशमा भाडा मान्न टोइलेट सफा गरेर पैसा लिएको चाहिँ मलाई चाहिँदैन आफ्नै देशमा होइन मेहनत गरेर मलाई चाहिँ के गर्न मन आफ्नै मातृभूमिमा बसेर केही गर्ने रहर छ त्यो रहर पुरा होस् अब बुढापाका बा होइन अब साथीभाइहरूले सबैजनाले चाहिँ मलाई साथ दिनु पर्यो मैले भन्नु चाहिँ त्यही हो सबैजनाले चाहिँ हाम्रो ढाका टोपी हतार भयो टेली सिरियल तपाईँहरू सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला ढाका टोपी 33 च्यानलको नाम सबैजनाले हेरेर माया गरिदिनु होला अब हाम्रो कलाकारको नाम भनौँ ढाका टोपी भने म भई अब हाम्रो भोला बा होइन अब काजी साहबको रोल छ अब पिङ्की अब काजी साहबको छोरीको रोल छ होइन अब हाम्रो अब चतुर दाई महेश थापा चतुर दाई अनि अब धकाले अब उहाँ दाई पनि अब अहिले मैसँग खेलिरहनु भएको छ होइन अब हाम्रो यस्तै अब अग्रज कलाकारहरू अब हिजो भर्खर अब बद्री बुढाइसनी बा आउनुभएको थियो उहाँ बा आएर नि खेलिदिनु भयो खुसी लाग्यो यो पालिको भागमा चाहिँ बद्री बुढाइसनी बा पनि हुनुहुन्छ उहाँले पनि यस्तै ओडा दक्षको रोल गर्नुभएको छ भनेपछि सम्पूर्ण नेपाली दर्शकहरूले ढाका टोपी च्यानलमा गएर हतार भयो भन्ने सिरियल हेरे हुन्छ होइन त सम्पूर्ण दर्शकहरूले म के भन्छु भने हाम्रो यस ढाका टोपी टेली सिरियल हेरेर सबैजनालाई माया गरिदिनु होला युट्युबमा धेरै लामो पनि छैन ढाका टोपी 33 सर्च गर्नुभयो भने हजुरहरूले भेट्नुहुन्छ हस् त जाँदा तपाईँले अब